भन्ने कुरा हामीले विश्वास गर्नुपर्छ। माननीय सदस्यहरूले चाहे माथिबाट बोल्दाखेरि होस् चाहे तलबाट समय लिएर बोल्दा होस्, आफूले बोलेको कुरा जिम्मेदारी साथ बोल्नुपर्छ, त्यसप्रति जवाफदेही हुन सक्नुपर्छ र राष्ट्रको गरिमा बढाउने गरिकन माननीय सदस्यहरूको भूमिका हुनुपर्छ भन्ने बारेमा मैले धेरै राखिरहनु पर्दैन। माननीय सदस्यहरूले बोलेको कुरा संसदीय अभ्यास अन्तर्गत गैर संसदीय भाषा, एकले अर्कालाई लान्छना गर्ने, आरोप गर्ने, नाम किटेर भन्ने, यसरी एक अर्कामा बोल्ने कुराहरूलाई हामीले सामान्यतया रेकर्डबाट हटाउने र त्यस्तो बोल्नबाट वञ्चित गर्ने कामहरू गरेको हाम्रो नियमावली र हाम्रो परम्परा छ। यसको मतलब प्रत्येक कुराहरू सभामुखलाई देखाएर आफूले बोलेका कुराहरूको यहाँबाट छिनोफानो गर्ने गराउने तरिकाहरू उचित हुन्छ या हुन्न, माननीय सदस्यहरूको म ध्यान आकृष्ट गराउन चाहन्छु। त्यसैले प्रत्येक माननीय सदस्यहरूले आफूले बोलेको कुराहरू जिम्मेदारीका साथ प्रमाणित हुने ढङ्गबाट बोल्नुहुनेछ भन्ने कुरा म विश्वास गर्छु र राष्ट्रले तपाईँहरूप्रति त्यही अपेक्षा राख्दछ, त्यही विश्वास गर्दछ। आफ्नो जनप्रतिनिधिहरूले त्यही विश्वासका साथ तपाईँहरूलाई यो ठाउँमा पठाएको कुराहरू म राख्न चाहन्छु। अब म माननीय सदस्यहरू वातावरण बनाउनको लागि म अनुरोध गर्छु र म 2 मिनटभित्र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई आफ्नो कुरा के हो राख्न समय दिन्छु। बाँकी सदस्यहरू आसन ग्रहण गर्नुहोस्। सम्माननीय, मैले अरू सदस्यहरूलाई समय दिएको छैन, यहाँहरू आसन ग्रहण गर्नुहोस्, त्यस पछाडि मात्रै मैले समय दिएपछि यहाँहरू बोल्न सक्नुहुन्छ। सम्माननीय सभामुख महोदय, आज 33 दिनदेखि ल के अन्तर्गत कुन नियम अन्तर्गतको आपत्ति हो त्यो राख्नुहोस्, माइक दिनुहोस् उहाँलाई। ल कुन नियम अन्तर्गत के नियम आपत्ति भन्दैछु। यो संसदीय मर्यादाको शब्द प्रयोग गर्दा अहिले 2 जना मान्य सदस्य बोल्दै गर्दा दुईटै संसदको यति अमर्यादित शब्द प्रयोग गरेको छ, जुनलाई चोर भन्ने शब्द प्रयोग गर्नुपर्छ। कुन भाषाले प्रयोग गर्छ त्यस्तो शब्द गैर संसदीय भाषा हो। यस्ता शब्द अहिलेसम्म प्रयोग गर्दा रिसले, आवेगले कसैले व्यक्त गर्ने होइन सभामुख महोदय। जसो त गैर संसदीय भाषा प्रयोग गरेको कारणले यी रेकर्डबाट हटाउनुपर्छ दुईटै। म यो माग राख्न चाहन्छु। धन्यवाद।